Kamri mo सबैजनालाई it's me Dichindy again back with another video र आज चाहिँ ट्रेडिसनल ड्रेस को भिडियो बनाउँदै एउटा कुरा हजुरहरुसँग शेयर गर्नु मन पर्यो है। त्यो चाहिँ के कुरा हो भन्दा चाहिँ हाम्रो बेलामा फ्ल्याशब्याकमा कुरा गर्नु पर्दा हाम्रो बेला स्कुलमा चाहिँ ट्रेडिसनल ड्रेस ट्रेडिसनल इम्पोर्टेन्स त्यस्तो बेसी इम्पोर्टेन्स दिँदैन थियो या त थियो तर I don't think so it's rarely hardly लगाउनु हुन्थ्यो है या त students were asked to wear traditional dress during festival only or during we can say during program only school program है। अनि एउटा चाहिँ के अहिलेको सिनेरियोमा के चाल पायो भन्दा चाहिँ most of the misuse started of traditional dresses भनिन्छ नि जे कुरा पनि ग्राउन्ड लेभल देखि सिकाएको छैन भने चाहिँ सिक्दैन भनेर जति ठुलो भए पनि मान्छे सिक्दैन भनेर अहिले अरूको कास्ट अरूको कम्युनिटीको म एक्जाम्पल दिन्दिन है। हाम्रै लेप्चा कास्टको इम्पोर्टेन्स त होइन म एक्जाम्पल दिन्छु है। हाम्रो लेप्चा ड्रेस थोक्रो ड्रेस चाहिँ प्राय जति मिसयुज गरेको देखिन्छ है। कि त बोइमा फ्याँकिरहेको है र यु क्यान से सम अफ द प्लेसेस दे मेक कर्टन्स है के भन्छ अब कर्टन्सलाई पर्दा बनाएको देख्छु टेबल क्लोथ इभन दे सोफा सेटको कुसनको हुन्छ नि सोफा सेटको त्यहाँ पनि लगाएको हुन्छ कति जग्गा है। यो प्रब्लम चाहिँ अहिलेदेखि होइन तर धेरै अगाडिदेखि नै देखिँदै आएको हो र यो चाहिँ इट्स नट ओन्ली अप टु आजको दिनमा है लेप्चा कम्युनिटीमा आएको छ। लेप्चा ड्रेसको थुक्रोको डिसरेस्पेक्टफुल देखाइँदैछ बिस्तारै गर्दै लेप्चाहरूले लेप्चा कम्युनिटीले आवाज पनि उठाउँछौँ हामी बट समहाउ हुन्छ नि त्यो युनिटी के भन्नु सबैले उठाएको छैन आवाज। तर यसै क्रममा के भन्नु चाहन्छु भने चाहिँ आज लेप्चा कम्युनिटीको डिसरेस्पेक्ट हुँदैछ भोलि तपाईहरुको पनि पालो आउला अरू कम्युनिटीको पनि। द्याट्स वाइ the government have started the initiative to wear traditional dress है एभ्री विकमा वीकली एकपल्ट। तर हाम्रो मेरो इन्भाइरोमेन्टमा चाहिँ वेयर आई वर्क वी हेभ अलरेडी स्टार्टेड बिफोर ह्यान्ड ओन्ली वी युज टु वेयर। र भन्नु यति नै छ कि जे पनि कुरा चाहिँ अहिले मजाले हेर्दै गयो भने चाहिँ जुन चाहिँ जेनेरेसनले डिसरेस्पेक्टफुल देखाउँदैछ इट्स नट देयर मिस्टेक जस्तो पनि लाग्छ बिकज दे हेभ नट बिन टट टु गिभ द इम्पोर्टेन्स अफ ट्रेडिसनल ड्रेसेस हुन्छ नि। अहिलेको जेनेरेसनमा चाहिँ के छ भने चाहिँ 21st सेन्चुरीमा एडभान्समेन्ट त छ तर के भयो भन्दा चाहिँ द मिसयुज अफ टेक्नोलोजी है मोस्ट अफ द टाइम। अब ट्रेडिसनल ड्रेसकै कुरा गर्नुभन्दा अब डिसरेस्पेक्टफुलै हुन्छ नि त अरूको ड्रेसले टेबल क्लोथ बनाउनु गरिब भुइँमा फ्याँकिरहेको अब पर्दा बनाइरहेको द्याट्स डिसरेस्पेक्टफुल टु लेप्चा कम्युनिटी। र मैले चाहिँ यो किन भिडियो बनाएको भने चाहिँ सो द्याट अरू कम्युनिटीमा पनि पास आउट नहोस् यस्तो अरू कम्युनिटीको डिसरेस्पेक्टफुल नहोस् ड्रेसको भनेर चाहिँ बनाएको यो भिडियो। र राम्ररी हेर्नु पर्दा हाम्रै जेनेरेसन अब म जुन चाहिँ एज ग्रुपमा छु त्यही एज ग्रुपकोले मेबी समहाउ या त मभन्दा अगाडिको हुन्छ नि सिनियर्सको एज ग्रुपले कुरा यस्तो काम गर्दै गरेको देख्छु है। उनीहरूले किन गर्यो भन्दा चाहिँ दे हेभ बिन नट बिन टट इन द स्कुल लेभलदेखि नै कलेज लेभलदेखि नै दे हेभ आई डोन्ट थिङ्क सो दे हेभ एभर टट द इम्पोर्टेन्स अफ ट्रेडिसनल ड्रेस गिभ एन्ड टेक ट्रेडिसनल ड्रेसको रेस्पेक्ट त्यो चाहिँ किन भएको भन्दा चाहिँ we only give importance to our dress। म लेप्चा भए मलाई चाहिँ अब यस्तो हुन्छ नि त अहिलेको चाहिँ मेरो लेप्चा ड्रेसमा चाहिँ डिसरेस्पेक्टफुल हुनु भएन कसैले मेरो ड्रेसलाई डिसरेस्पेक्टफुल नगरोस्। तर एक्चुअल कुरा चाहिँ के हो भन्दा चाहिँ हामीले चाहिँ के गर्नुपर्ने हो भन्दा चाहिँ स्पेसली स्कुल्समा अफिसेसमा स्कुल भन्दा पनि चिल्ड्रेनको इन्भाइरोमेन्टमा चाहिँ के देखाउनु पर्ने हो भन्दा चाहिँ
वी हेभ टु रेस्पेक्ट इच एन्ड एभ्री कम्युनिटीको ड्रेसलाई, ट्रेडिसनल ड्रेसलाई डिसरेस्पेक्ट गर्नु हुँदैन भनेर सिकाउनु पर्ने हो नानीहरूलाई। अहिलेको जेनेरेसन सानो सानो नानीहरूले या त कलेज पढ्ने, स्कुल पढ्ने है, जति पनि वाट एभर वी कल द्याट 12 पढ्ने भाइ बहिनीहरूलाई, सानो स्पेसली सानोहरूलाई, सानो सानो जेनेरेसनको प्राइमेरी प्री प्राइमेरी क्लासेसमा पढ्ने नानीहरूलाई चाहिँ रेस्पेक्ट गिभन द रेस्पेक्ट टु ट्रेडिसनल ड्रेसेस अल्सो सिकायो भने चाहिँ हुन्छ है। द्याट्स वाइ फर्स्ट एन्ड मोस्ट फरमोस्ट चाहिँ मलाई के लाग्छ भने चाहिँ टिचर हेज टु स्टार्ट। टिचरले आफ्नै कास्टको, अब म सपोज टिचर अरे, मैले चाहिँ एभ्री टाइम मेरै ड्रेस मात्रै लगाएर गएँ है, मैले कोही बेला आई क्यान वेयर अदर ड्रेसेस अल्सो लाइक गुरुङ ड्रेस, भुटिया ड्रेस है, ढाका साडी। यसरी चाहिँ के हुन्छ भने नानीहरूको माइन्डमा वी हेभ टु पास आउट द्याट वी हेभ टु रेस्पेक्ट अदर ड्रेसेस, कल्चर एन्ड कम्युनिटी अल्सो भनेर सिकाइनु सकिन्छ। इफ वी डोन्ट टिच आवर चिल्ड्रेन टु गिभ रेस्पेक्ट, उनीहरूले पनि कहीँबाट सिक्दैन। हामीले चाहिँ आफ्नै कास्टमा मात्रै सीमित रह्यो भने चाहिँ दे विल सेम अहिले जुन चाहिँ लेप्चा कम्युनिटीले बारम्बार फेस गर्दैछ त्यो चाहिँ तपाईँहरूको पनि पालो आउँछ। सो गिभ एन्ड टेक रेस्पेक्ट एन्ड टिच योर चिल्ड्रेन टु रेस्पेक्ट गर्नुपर्छ हामीले। यदि कसैले उल्टा लगाएर ओके ड्रेस ओके वी क्यान भन्न सक्यो नि त यसरी लाउनुपर्छ है भनेर। सो इट्स माई थट, तपाईँहरूको पोइन्ट अफ भ्यू आफ्नै होला है। इफ आई मेक अ मिस्टेक सरी, बाई बाई एन्ड टेक केयर।